प्रधानमन्त्री बालेन्द्र शाहले अहिले जे जस्तो एक्सन गर्दै हुनुहुन्छ नि, उहाँले सुकुम्बासीमाथि होइन हुकुमबासीमाथि एक्सन गर्दै हुनुहुन्छ। अनि तपाईँहरूको रोइलो छ नि किन? अब कुन तथ्याङ्कले यहाँ हुकुमबासी छ भन्छ? एक हप्ता भयो मेरो घर वहाँ पत्ल्यामा छ। पत्ल्यामा मेरो 2 तले मार्बल ठोकेर बनाएको पक्का घर छ। अनि त्यहाँ चाहिँ छोरोले धनुषा तपाईको घर छ हो? धनुषा मेरो घर हो। धनुषा नै किन नजाने त नि? अब किन हामी जाने? किन जाने? भाडामा बस्नु भाडामा भाडामा तपाईँ सुकुम्बासी त होइन? होइन। तपाईँ सुकुम्बासी बस्ने भाडामा बस्ने मान्छे? भाडामा बस्छ। फरक रहेछ तपाईँको उदाहरण त भाडामा बस्छ हो। अब के छ कति भाडामा उहाँले गर्नुभएको ठिक हो, किनभने तपाईँको बाढी आएर मान्छे मर्नु भन्दा त उहाँले अगाडि भएको छ नि त। त्यो चाहिँ त्यो रिसाउने मान्छे चाहिँ जसको त्यो घर हो उहाँहरू चाहिँ रिसाइरहनु भएको छ क्या। जो पीडित हो उहाँहरू रिसाउनु भएको छैन, उहाँहरू खुसी, किनभने हामीलाई त एउटा बास चाहियो नि त। र हामीले उठाएको कुरा मात्र के भन्दाखेरि त्यसैभरिको सुकुम्बासीले सुन्दा हुनुपर्छ भन्ने। बस्ने ठाउँ त राम्रै छ, हाम्रो सुकुम्बासीहरू चाहिँ त्यहाँ त महल छ नि। सुकुम्बासीको लागि त्यो महलै छ है, महलै छ। तर कति भत्काउने काम मात्र गर्यो, काहीँ व्यवस्थापन गरेको छैन भन्ने पनि टन्नै छन् सामाजिक सञ्जालमा। उहाँहरूले गाडी बस लानुभएको भत्काइसकेपछि मान्छे बाटोमा बिचाल्ने भएर सामान लिएर बसेपछि गाडी चाहिँ बस नै थियो भएको कुरो चाहिँ बोल्नुपर्छ। अब आउने आए नआउने आएन, हामी आयौँ बस्यौँ। होइन यो के भन्छन् बेसरम पार्टीको सबै मान्छेहरू यस्तै खुस्केट मान्छेहरू मात्रै छन् क्या हो यार यो पार्टीमा। अनि यिनीहरूको दिमाग कहाँबाट आउँछ भने कि अचम्म लाग्छ यार। हुकुमबासीहरू छन् भनेर कुन तथ्याङ्कले भन्छ भनेर भन्छ यार। त्यत्रो भिडियोहरू आछ, त्यत्रो आछ, त्यत्रो ग्राउन्ड रिपोर्ट छ, त्यहाँ लिस्टै छ कतिजना सुकुम्बासीहरूको जग्गा जमिन छ भन्ने। हेर्न सक्दैन त्यत्रो सांसद भएर दिमाग छैन आफ्नो? जे कुरामा नि हिरो बन्नुपर्नेलाई गिराउन खोज्ने लिस्ट हालिदिएको छु हेरौँ। त्यत्रो मान्छेले भनिरहेछ, त्यहीँको सुकुम्बासीहरूले भनिरहेछ, त्यत्रो लिस्ट निस्किया छ हुकुमबासीहरूको। यिनीहरू सांसद कसरी भयो भन्नेमा पनि म त अचम्म लाग्छ भने कि यार। यिनीहरूलाई के देखेर सांसद बनायो होला यार।